जलस्रोत तथा ऊर्जा मन्त्री दीपक खड्का के भन्नुहुन्छ त? बर्खायाममा 1000 मेगावाटको हाराहारीमा हिउँदमा 1000 मेगावाटको हाराहारीमा आउँछ। 3500 मेगावाट विद्युत हुँदा पनि हामीले उद्योग धन्दाहरूलाई राम्ररी रातिको विद्युत दिन सकिराखेको अवस्था छैन। त्यो 3500 मेगावाटमा विद्युत प्राधिकरणले जो सरकारको 100% लगानी छ त्यसले 700 मेगावाट मात्रै उत्पादन गरेको छ। त 2800 मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ। अहिले हामीलाई बत्ती पुगेको छैन, लोड सेडिङ छ। हिजो पनि थियो, आज पनि छ। हामीले लोड सेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोड सेडिङ थियो, छ। म दाबीका साथ भन्न सक्छु। खालि के गरिएको थियो भने घरमा बत्ती दिने काम गरिएको थियो, उद्योग धन्दातिर कटौती गरिएको थियो। आज पनि त्यही छ। अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा 830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले भर्खरै हामीसँग पुग नपुग 1000 मेगावाट विद्युत छ। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। त्यसो भएको कारणले एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको, र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ। त्यस कारणले उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेको छ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ। त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको, यो यथार्थ हो। र अहिले यहाँको आम्दानी एकदम नाफाजनक छ, यति अर्ब चाहिँ आम्दानी छ भनेर दाबी गरिराखेको कुरा, म बोर्डकै अध्यक्ष भएका कारणले यहाँ डिडिए गरौँ न त के हो त? प्रश्न त बाजियो नि त। बाहिर मान्छेको बुझाइ एक छ, विद्वानहरूको एक छ। महालेखा भन्छ 2.5 खर्ब घाटा छ। प्रतिवेदन भने मैले भने होइन, यो फेरि महालेखाको, हजुरहरू सबैले हेर्न सक्नुहुन्छ। अनि यता प्राधिकरण नाफा छ भनिन्छ। त यो होइन है, सत्यता छैन है यसमा। अझ डिडिए गरेर प्रश्न भनौँ न जनतालाई भन्ने कोसिस मात्रै गरे मैले। उहाँले के भन्नुहुन्छ? लोड सेडिङ छैन पनि भन्नुहुन्छ, तर थियो पनि अरे, कस्ता कुरा गर्नुभएको होला? बरु जनताका घरमा बत्ती नदिएर कल कारखानामा लोड सेडिङ हुन नदिएको भए कति राम्रो हुन्थ्यो होला। आज उत्पादनशील क्षेत्रमा हामीहरूले जति शास्ति भोगिरहेछौँ त्यो भोग्नु त पर्ने थिएन। कमसेकम हामी आत्मनिर्भर त हुन्थ्यौँ, जुन कल कारखानाहरू अहिलेसम्म चलिरहेका भए। उज्यालोको नायक चाहिँ भारत अरे, कस्तो अचम्मको कुरा। जनताले पनि धेरै कुरा सुनेर पढेर कुन कुरा सही कुन कुरा गलत भनेर आफै विचार गर्नका लागि योग्य भइसकेका छन्। अनि तपाईँले जे रटेर आउनुभएको छ त्यो कुरा हामीहरूले पत्याइदिएर तपाईँलाई सही भनिदिनु पर्ने हो र? तपाईँले सचेत र शिक्षित सर्वसाधारण जनतासँग बसेर के टेबल टक गर्न सक्ने क्षमता राख्नुहुन्छ? तपाईँहरूको जुङ्गाको लडाइँको कारणले सर्वसाधारण जनताले शास्ति भोग्नु नपरोस्, सावधान।